आजको हाम्रो दसैँ स्पेशल लोकल मटन आइसकेको छ। स्पेशल लोकल मटन छाला सहितको चाहिँ आइसकेको छ। अब यसलाई हामीले चाहिँ कटिङ गरेर चाहिँ यसलाई मेरिनेट गरेर हल्का राख्ने र त्यस पछाडि यसलाई मैले मेरिनेट गर्न गइरहेको छु। यसमा मैले थोरै बेसार एड गर्दिएँ। यसमा धनिया जिराको पाउडर थोरै एड गर्दिएँ। मीट मसला थोरै हाल्दिएँ। करी पाउडर थोरै हाल्दिएँ। नुन थोरै हाल्दिएँ र यसमा हामीले यो शुद्ध तोरीको तेल लगाइदिने र यसलाई मजाले र आधा घण्टा जति यसलाई छोपेर रेस्ट राख्ने। अब मैले चाहिँ मटनको मसला रेडी गर्न गइरहेको छु। यहाँ छ दालचिनी, सुकमेल, अलैची, स्टार एनाइसिस, लौंग अनि मरिच, त्यसै गरी तेजपत्ता, अदुवा, लसुन, खोर्सानी र यो धनियाको दाना अनि यो भयो जिरा र यसलाई एकै ठाउँ राखेर पिस्न गइरहेको छु। म ग्राइन्डिङ गर्न गइरहेको छु। अब चाहिँ मैले चाहिँ मटन बनाउनलाई रेडी गरिसकेँ। यो चाहिँ हाम्रो मेरिनेट गरेको मटन भइगयो। यो चाहिँ हड्डीवाला मटन भइगयो। यसको लागि मैले 2टा प्याज काटेको छु र 2टा टमाटर रेडी राखेको छु र मैले ग्यास स्टोभ अन गरेँ र हाम्रो कुकर चाहिँ तातिसकेको छ र यसमा मैले चाहिँ ओलिभ ओइल हाल्न लागिरहेको छु। ओलिभ ओइल थोरै लाउने। त्यस पछाडि हामीले यो मेथी जिरा थोरै गरम मसला, यो एउटा तेजपत्ता हाल्ने, मजाले चलाउने। थोरै बेसार लगाएर फेरि चलाउने र यसमा हामीले हड्डीवाला मासु लगाइदिने। मजाले चलाउने। टमेटो अब हालिदिने, टमेटो मिक्स गरिदिने, नुन पनि हालिदिने र यसमा चाहिँ अघि हामीले रेडी गरेको मसला लगाइदिने र मजाले यसलाई चलाइदिने। र यसमाथि चाहिँ हामीले अब सुपको लागि चाहिँ चौलेनी पानी हाल्ने। मजाले हामीले चाहिँ प्रेसर कुकरको बिर्को लगाएर चाहिँ यसलाई 10-15 सिटी चाहिँ लाग्न दिनुपर्छ। मजाले चाहिँ यो मेरिनेट गरेको मटनलाई चाहिँ मजाले फ्राई प्यानमा फ्राई गर्ने हो मजाले। र त्यस पछाडि चाहिँ हामीले फेरि त्यो चाहिँ सुपमा चाहिँ मिक्स गर्ने हो।
यो हाम्रो मटन सुप चाहिँ अब रेडी भइसक्यो र यसमाथि चाहिँ हामीले फेरि चाहिँ यो हामीले त्यो मेरिनेट गरेको मासुलाई फ्राई गरेका छौँ र यसलाई चाहिँ फेरि यही सुपमा मिक्स गरेर 2 सिटी फेरि लगाइदिनेछौँ। लोकल मटन रेडी भइसक्यो र हामीले थोरै धनिया हालिदिने।